आज हामी पढ्न गइरहेका छौँ टाइप अफ बोन्ड है। टाइप अफ बोन्डमा एउटा ट्रेजरी बोन्ड छ, अर्को कर्पोरेट बोन्ड छ। ट्रेजरी बोन्ड भनेको सरकारले इस्यु गर्ने बोन्ड हो हैन, टु फुलफिल इकोनोमिक क्राइसिस है। सरकारको इकोनोमिक क्राइसिसहरूलाई फुलफिल गर्नको लागि इस्यु गर्ने बोन्डलाई चाहिँ हामी ट्रेजरी बोन्ड भनेर भन्छौँ। अर्को छ कर्पोरेट बोन्ड भन्छ, इस्युड बाई कम्पनी टु फुलफिल इट्स फाइनेन्सियल क्राइसिस है। कम्पनीको पनि त फाइनेन्सियल क्राइसिस होला नि, विभिन्न किसिमको फाइनेन्सियल क्राइसिसहरूलाई मेन्टेन गर्नको लागि, फुलफिल गर्नको लागि कम्पनीले पनि बोन्ड इस्यु गर्ने गर्छ क्या। बोन्डहरू इस्यु गर्दा विभिन्न ब्याज दर डिटरमाइन अर डिक्लियर गर्नुपर्ने हुन्छ क्या हो। विभिन्न ब्याज दरहरू डिटरमाइन गर्नुपर्ने हुन्छ है। जसरी सेयरको लागि हामी डिभिडेन्ड तिर्छौँ नि, त्यसै गरी बोन्डको लागि हामी के तिर्नुपर्छ त भन्दाखेरि इन्ट्रेस्ट तिर्नुपर्छ क्या। इन्ट्रेस्ट डिटरमाइन गर्नुपर्ने हुन्छ है। ल, दिस मच फर टुडे।